नमस्कार सम्पूर्ण यासी तयारी गरिरहनु भएका विद्यार्थी भाइ बहिनीहरू, मैले मेरो युट्युब च्यानल ए प्लस म्याथ्स एकाडेमीबाट धेरै 24 नम्बरमा आउने ट्रिगोनोमेट्रीका क्वेसनहरू म सल्भ गरिरहेको छु र विद्यार्थी भाइ बहिनीहरूले कतिको हेरिरहनु भएको छ, बुझिरहनु भएको छ कि छैन। तैपनि मैले यो अगाडि सोधिरहेका एकदम इम्पोर्टेन्ट क्वेसन्सहरूलाई चाहिँ मैले सल्भ गरिरहेको छु। यति मात्रै होइन, तपाईहरुले यो च्यानललाई लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्, शेयर गर्नुस् र तपाईहरुले यसबाट सिक्ने प्रयास गर्नुस्। मैले यस्तै अन्य भिडियोहरू अरु च्याप्टर्सहरु पनि म बनाउँदै जाने छु र तपाईहरुलाई सहज बनाउने कोसिस गर्दै जाने छु। विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुलाई कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला। र मैले आज फेरि अर्को एउटा इम्पोर्टेन्ट क्वेसन, यो अलि अगाडि चाहिँ धेरै सोधिरहने तर अहिले चाहिँ यो हराएको जस्तो लागेको छ मलाई यो क्वेसन। त्यसकारणले गर्दाखेरि पनि म यो क्वेसन फेरि कुनै बेला रिपिट हुन सक्छ, देखिन सक्छ। त्यसकारणले पहिले मैले यो क्वेसन तपाईहरुलाई सल्भ गर्न गइरहेको छु। क्वेसन छ, प्रुभ दैट 2 sin x by cos 3x plus 2 sin 3x by cos 9x plus 2 sin 9x by cos 27x equals to tan 27x minus tan x। यो चाहिँ हामीले प्रुभ गर्नुपर्ने छ। ल विद्यार्थी भाइ बहिनीहरू, हेरौँ अब यसलाई कसरी सल्भ गर्न सकिन्छ। यसले चाहिँ हामीसँग 2 sin x upon cos 3x plus 2 sin 3x upon cos 9x plus 2 sin 9x upon cos 27x। यो चाहिँ हाम्रो लेफ्ट ह्यान्ड साइड यहाँ चाहिँ छ। योबाट हामीले tan 27x minus tan x प्रुभ गर्ने छ। त्यसकारणले अब हामीले यसलाई के गर्न सक्छौं भने, यहाँ हामीले न्युमेरेटरबाट बुझिन्छ 2 sin x, त्यसो यहाँ cos x राख्न पाइयो भने त sin 2x फर्मुलामा जान्छ विद्यार्थी भाइ बहिनीहरू। त्यसले गर्दाखेरि हामीले यसमा त्यही कुरो गर्छौं। sin x दिएको छ, हामीलाई क्लु दिएको छ यहाँ, एउटा 2 sin x, त्यसो cos x राख्न पाइयो भने त यो फर्मुलामा जान्थ्यो नि। त्यसैले यो राख्नु र अब हामीले न्युमेरेटरमा मात्रै cos x राख्न पाउँदैनौं, त्यसैले डिनोमिनेटरमा पनि cos x राख्न पर्यो। प्लस यसमा पनि सेम कुरा रिपिट गर्छौं। हामीले sin 3x राखेको हुनाले यसमा cos 3x लाई चाहिँ हामी मल्टिप्लाई गर्छौं र cos 9x डिनोमिनेटरमा छँदैछ, cos 3x जे थपेको हो त्यही डिनोमिनेटरमा पनि थप्छौं, प्लस 2 sin 9x छ, डिनोमिनेटरमा cos 27x छ। अब न्युमेरेटर sin 9x राख्नाले cos 9x थपौं, अब डिनोमिनेटरमा cos 9x हामीले थप्नु पर्ने हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, यो स्टेपमा केही त्यस्तो बुझ्नुपर्ने कुरा छैन, एकदम इजी छ। अब 2 sin a cos a भनेको जस्तै 2 sin x cos x भनेपछि हामीले यो फर्मुला के छ, sin 2x लेख्न सक्यौ, sin 2x by cos 3x cos x, डिनोमिनेटरलाई जस्ताको जस्तै लेखियो। यो भनेको पनि अब sin 2 sin a cos a भनेर sin 2a भने नि 2 into a भनेर ठाउँमा 3x, त्यसकारणले 6x भयो विद्यार्थी भाइ बहिनीहरू। अब डिनोमिनेटरमा cos 9x cos 3x छ, प्लस यसमा पनि sin 2x भनेको 2 into 9x 18x हुन्छ, होल अपन cos 27x cos 9x। यो समान हामीले नबुझ्ने कुरा केही पनि छैन, यही sin 2a को फर्मुलामा खोलेको मात्रै छ। अब हामी हेरौँ त, यो sin 2x चाहिँ डिनोमिनेटरको जस्तै टर्म लिएर आउने हो भने sin 2x भनेको त 3x minus x बाट आउँछ नि हो। त्यसै गरी हेर्ने हो भने माथि हामीले अब यो 2x लाई के गर्न सक्छौं भन्दा 3x minus x, हेर्नुस् त, हाम्रो यो 2x लाई 2x छ, 3x minus x भने 2x छ, तर डिनोमिनेटरमा चाहिँ के भयो भन्दा डिनोमिनेटरको दुईटै 3x र x दुईटै एंगल्सहरु यसमा आएको छ। यस्तो खालको यो बन्छ। अब cos 3x cos x भइहाल्यो, प्लस यसमा हेर्नु भने पनि हामीले एउटै स्टेप रिपिट गर्ने हो, 9x minus 3x by cos 9x cos 3x भयो। अब प्लस यसमा पनि sin 18x छ, त्यो भनेको 27x minus 9x नै हुन्छ, होल अपन cos
27x cos 9x ल यतिसम्म हामीले काम गर्यौं। अब यसपछि हामी के गर्न सक्छौं भन्दा अब हामी यसमा sin a minus b को फर्मुलामा बोल्छौं। हामीलाई थाहा छ sin a minus b भनेको sin a cos b minus cos a sin b नै हो। अब यो फर्मुलामा हामीले यो sin 3x minus x यो 9x minus 3x 27 minus 9x यो तीनटैलाई चाहिँ हामीले यो फर्मुलामा sin a minus b भनेको sin a cos b minus cos a sin b यो फर्मुलामा चाहिँ हामीले खोज्छौं। ल sin 3x minus sin a भनेको sin a cos b minus cos a sin b यो भयो। यो होल अपन डिनोमिनेटरमा के छ cos 3x cos x छ ए राखौं प्लस यसमा पनि sin a cos b minus cos a sin b यो फर्मुलामा खोल्यौ होल अपन cos 9x cos 3x नै छ। अब प्लस यसलाई पनि त्यही हो sin 27 sin a cos b minus cos a sin b 9x whole upon cos 27x cos 9x यस्तो भयो। विद्यार्थी भाइबहरुहरु ल हेर्नुस् त यहाँ यो दुईटा टर्म छ। अब हामीलाई के कुरा थाहा छ भन्दा 1 plus 2 by 3 छ भने 1 by 3 plus 2 by 3 लेख्न पाइन्छ हो। त्यही गरी हेर्नु यो टर्म दुईटा टर्मलाई यो टर्म छ त्यसकारण हामी यसलाई सेपरेट गरौँ। सेपरेट कसरी गर्न सकिन्छ भन्दा sin 3x cos x upon cos 3x cos x minus cos 3x sin x upon cos 3x cos x plus यसमा पनि हेरौं sin 9x cos 3x upon cos 9x cos 3x minus cos 9x sin 3x upon cos 9x cos 3x यहाँ प्लस भयो। यसलाई पनि सेपरेट गरौँ sin 27x cos 9x upon cos 27x cos 9x minus cos 27x sin 9x whole upon cos 27x cos 9x यहाँ चाहिँ हेरेको विद्यार्थी भाइहरुले धेरै लामो भयो, लामो देखिन्छ तर पनि यो अब हाम्रो सिकिन लाग्यो। अब यो धेरै छैन। अब यसलाई हामीले कट गरौँ जुन टर्म चाहिँ कमन छ त्यसलाई रिड्युस गरौँ कट गरौँ। यहाँ पनि cos 3x र cos 3x चाहिँ रिड्युस भयो। यसमा cos 3x र यसमा पनि cos 3x कट हुँदै रहेछ। यहाँ cos 9x cos 9x यसमा हेर्यो भने cos 9x cos 9x यसमा हेर्यो भने cos 27x cos 27x कट भयो। अब बाँकी रह्यो के त sin 3x by cos 3x sin by cos भनेको tan हो नि त। tan थीटा भनेको sin थीटा by cos थीटा हो। त्यसैले अब हामीले के लेख्न सक्छौं त भन्दा tan 3x minus sin x by cos x tan x plus यसमा sin 9x by cos 9x tan 9x minus sin 3x by cos 3x tan 3x अब प्लस यहाँ हेर्नुस् त sin 27x cos 27x sin by cos tan नै भयो tan 27x minus sin 9x by cos 9x भनेको tan 9x भयो। ल अब यहाँ हेर्नुस् त के कट हुन्छ कि minus tan x कट भयो tan 3x minus tan 3x ल हेर्नुस् यो प्लस माइनस प्लस tan 3x minus tan 3x क्यान्सल भयो। अब अर्को tan 9x नेगेटिभ tan 9x पोजिटिभ यो दुईटा पनि कट भयो। अब हामीसँग के बाँकी रह्यो त भन्दा माइनस
tan x plus tan 27x ल हेर्नुस् त विद्यार्थी भाइबहरुहरु हामीले ल्याउनु पर्ने कुरा के छ भन्दा tan 27x minus tan x दुईटै टर्म आएको छ तर माइनस अगाडि आएको छ त्यो केही फरक परेन अब यसमा हामीले लेख्न सकिहाल्छौँ tan 27x minus tan x therefore RHS equals to RHS PRVD proof ल यसरी चाहिँ यो क्वेशनलाई हामीले सल्भ गर्न सक्छौं यो क्वेशन धेरै इजी नै खालको क्वेशन हो तर पनि हामीले एकपल्ट नगरेपछि हामीलाई गाह्रो लाग्नु स्वाभाविक हो र विद्यार्थी भाइबहरुले यो क्वेशनलाई फेरि एकपल्ट गर्नु होला र यो अलिकति पहिला अगाडितिर धेरै आइरहने क्वेशन हो र अहिले चाहिँ मैले चाहिँ यसो हेर्दा सेडुलतिर पनि देखेको छैन तर पनि यो इम्पोर्टेन्ट मध्येको एउटा क्वेशन भएको हुनाले विद्यार्थी भाइबहरुले यसलाई प्र्याक्टिस गर्नु होला र अर्को कुरो 24 नम्बरको क्वेशनको लागि हामीले जस्तो जहाँ भेट्छ त्यो सबै क्वेशनहरु सल्भ गरौँ किनभने हामीले हाम्रो क्रिएटिभिटी बढाउने हो क्रिएटिभिटी बढायो भने जस्तो सुकै क्वेशन आए पनि हामी सल्भ गर्न सक्छौं र यो 24 मा चाहिँ हामीलाई यो मिल्दैन कि भन्ने अलिकति डर लागेको हुन्छ जहिले पनि ट्रिगोनोमेट्रीबाट र यो क्वेशन सबैभन्दा इजी छ र एकदमै इजी बन्नको लागि तपाईहरुले फेरि पनि यो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर यो च्यानलमा आएको भिडियोहरुलाई हेरेर लाइक गरेर र साथीहरुलाई पनि यो चाहिँ भनिदिएर तपाईहरुले यसरी चाहिँ मिलेर पढ्न सक्नुहुनेछ र तपाईहरुलाई कुनै गाह्रो लागेको अप्ठ्यारो लागेको अरु च्याप्टरहरु पनि छ भने तपाईहरुले चाहिँ यो च्यानलमा गएर यो क्वेशन चाहिँ सल्भ गरिदिनुहुन्छ भनेर सोध्न सक्नुहुन्छ र तपाईहरुले गर्नु भएन भने पनि मैले विस्तार ट्रिगोनोमेट्रीबाट अगाडि बढेको छु यसैगरी अरु डिफिकल्ट लाग्ने म पनि एउटा टिचर भएको हुनाले विद्यार्थी भाइबहरुले कुन च्याप्टर कुन क्वेशनहरु बढी चाहिँ गाह्रो मान्छ त्यही क्वेशनहरुलाई मैले चाहिँ फोकस गरिरहेको छु र त्यही सिलसिलामा आज पनि यो क्वेशन चाहिँ सल्भ गरेको छु विद्यार्थी भाइबहरुले धन्यवाद नमस्कार।